बाबा बाबा अँ खै त दसैँ पनि आइसक्यो अनि हामीलाई नाना नकिन्दिने चस्मा पनि नकिन्दिने जुत्ता किन्दिने भन्नुहुन्छ नि अब किन्दैन नि नानी तलब आओस् न पहिला किनिदिइहाल्छ नि तपाईँको तलब समयमा आउनु र नेताले समयमा विकास गर्नु एउटै हुने भयो छोरी हजुर बाबा होइन तिमीहरूको त रिजल्ट आएछ त नानी अनि तिमी पास भयो कि फेल भयो रुक्नु न एकछिन मोबाइल चलाइरहेको छु होइन तिमी पास भयो कि फेल भयो भन न छिटो कस्तो सुन्न हतार भइसकेको छ अनि एउटा तल्लो घरको नर्स आन्टीको छोरी त फेल भएछ अनि तिमी चाहिँ के भयो त नानी भन न छिटो अनि उता ओल्लो घरको पुलिस अङ्कलको छोरा त फेल भएछ अनि तिमी चाहिँ के भयो भनेर सोध्छु कस्तो नभनेको हौ म चाहिँ के प्रधानमन्त्रीको छोरी हो र म पनि फेल भएछु No. नमस्कार साथीहरू आज म मेरो बाबाको इन्टरभ्यू लिन जाँदैछु हेरौँ है त बाबा बाबा अँ के भयो तपाईँको माघे बिहा भएको कि प्रेम विवाह किन चाहियो तँलाई माघे बिहा होस् कि प्रेम विवाह होस् प्रेम विवाह भएको नि ए प्रेम विवाहको कस्तो अनुभव हुन्छ सुनाउनु न त यसलाई चाहेछ देखिनस् त्यहाँ 3 महिना विद्यालय पढाएर कति गलेर आएको मान्छे दिनै पछि एक गाडी भाँडा मस्किन्छ एक गाडी कपडा धोइछ घर पनि सफा गर्नुपर्ने छ सब थोक मैले गर्नुपर्ने छ देखिनुहोस् अनुभव कस्तो हुँदो रहेछ प्रेम विवाहको भनेर ए ल ल माझ्नु भित्र चाहिँ एउटा भाडा छ त मलाई ए ल भाडा बजाएकोमा बधाई के गर्छ यो के भयो होइन कति कन्सन गर्दाखेरिको भाडा यत्रो मस्काउनु चाहिँ कतिखेर मस्काउने लुगा त्यत्रो धुनु चाहिँ घर पनि सफा गर्छ म बजार जानु पनि ढिलो भइसक्यो के भयो ल्याङ्गे No.